साहब हो रहेछ नि हौ यो त एक नम्बर रहेछ नि किरातजी हुनुहुन्छ उहाँसँग। अब उहाँले चाहिँ अब एउटा धारिलो खुकुरी देखाउनु हुँदैछ, टेस्टै गरेर देखाउनु हुँदैछ तपाईँहरूलाई। अब कुन चाहिँ छ डाक्टर साहब आजको यो टेस्ट गर्नुपर्ने खुकुरी चाहिँ तपाईँको त एक नम्बरै छ। केमा आयो बुदुना बाँसपाते। अच्छा अब उहाँले चाहिँ यहाँ एउटा अब यो खुकुरी चाहिँ कतिको धारिलो छ भनेर चाहिँ उहाँ हाम्रो याक्थुम्बाको त्यो पसलमै गएर उहाँले जाँच खुकुरीको जाँच गरेरै देखाइदिनुहुन्छ ग्राहकहरूलाई। अच्छा यो चाहिँ तीन धर्सा भन्दैछ, 3 धर्सा क्या यो जुन चाहिँ छ नि 3 धर्सा भन्दैछ तपाईँको। लु हेर्नुहोस् याक्थुम्बा साहब हो रहेछ नि हौ यो त एक नम्बर रहेछ नि एक नम्बर खुकुरी है याक्थुम्बा। कस्तो काटे यो ठिक छ यो हेर्नुहोस् लोकुर जस्तो भयो त होइन खुकुरी जाँच हो नि त। खै त किराची खै गएको छैन है किराची, किराँतीको ताकत पुगेन, गएको छैन है किराची। गयो तर अलिक त्यो किमा जस्तो भयो त्यो छट काटिएन है। ए काटियो त हौ यो त, यो काट्नुको तरिका छ नि हौ साथी हो। यस्तो चाहिँ काट्छन् है उहाँको खुकुरीले। लु खुकुरी देखाउनुहोस् एकपल्ट। यसले पुस्ता उयोले पुस्नुहोस् न कोटले बहुत बहुत धन्यवाद किरातजी। एकपल्ट चाहिँ खुकुरी देखाउनुहोस्। यो चाहिँ खेलान्ची खुकुरी होइन है यो त सानबान कति रुपियाँ छ बताइदिनुहोस्। अब यो दिइहाल्छु मिलेछ भने यस्तो खाएको झोकमा त 3000 मै दिइहाल्छु। बहुत बहुत धन्यवाद। 3000 को खुकुरी हेरिहाल्नु भयो।